नमस्ते, गुड मर्निङ। आज फेरि तपाईहरुसँग यो सञ्जालबाट केही कुरा शेयर गर्न चाहे। सैनिक जीवनले अरु धेरै कुराहरू सिकायो। त्यो कुराहरूमध्ये स्वास्थ्यकै कुरा गर्न चाहे। स्वास्थ्य रहनको लागि सैनिक जीवनमा ब्यालेन्स फुड खानपानको व्यवस्थापन कसरी गर्ने, सैनिक जीवनले कसरी खानपानको व्यवस्था गरिरहेको थियो, त्यो विषयमा पनि थोरै कुरा यो सञ्जालबाट जोड्न चाहे। सैनिक जीवनमा सबैले उठेर व्यायाम गर्नु, आफ्नो नित्यकर्म गर्नु, केही किलोमिटर दौडेर आउनु, त्यसपछि आफ्नो पिटी परेड कता कता के छ त्यसको व्यवस्थापन हुन्थ्यो भने खानपानको व्यवस्थापन छुट्टै तरिकाको छ। हो, अहिले हामी बेलुका 9 बजे खाना खान्छौँ, त्यसपछि आफ्नो बेडमा गएर मोबाइलका पान्नाहरू पल्टाएर बस्छौँ। सैनिक जीवनमा त्यो हुँदैन थियो। सैनिक जीवनमा बिहानको खाना 9 देखि 10 बजे भित्र खाइसक्ने, त्यसपछि आफ्नो पिटी परेड कहाँ के छ त्यतिर जोडिने, बेलुकाको खाना 5 देखि 6 बजे भित्र खाइसक्ने र त्यसमा पनि निश्चित तोकिएको खानपान स्केल अनुसार मात्र हुन्थ्यो। त्यो स्केल अनुसारको खानपानले सैनिकलाई सधैँ फिट देखिन्थ्यो। त्यसैले हाम्रो खानपान नै मुख्य कुरा हो। खानपानबाट हामी तन्दुरुस्त रहिरहन सक्छौँ र त्यसमा साथसाथै खानपान, व्यायाम र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको हुन्छ। त्यसैले हामीले आफ्नो खानपानलाई पनि व्यवस्थित गर्न एकदम महत्त्वपूर्ण छ। यही कुराहरू राख्दै तपाईहरुबाट बिदा चाहे। जय चन्द्र सूर्य।